तिमी कति बजी आउँछौ काम गर्नु? पानी पकाउने आधार भएको उज्यालो हुन्छ क्या। आज चाहिँ हामी बिहानै राति, मेरो लागि त राति हो 4 बजे नै हामी चाहिँ योगा सेन्टर जाँदैछौँ। बिहान बिहानै राति अँध्यारो देखिरहेको छ नि। त्यो पनि हामी कहाँ छौँ भन्दाखेरि बुधबारे लेटाङ मोरङको लेटाङको बुधबारे। यस्तो हुँदै रहेछ, केही देखिँदैन। ए यत्रो धेरै अग्लो रहेछ नि त घर। चप्पल यहाँ राख्नु। त्यहाँ राख्नु।
ए नानीहरूले अब के गर्छन् आउट हो कीर्तन नाच्नु पऱ्यो नि हौ कुदा 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 थाइरोइड कमी रहेछ उसको त्यसो भए अलिक भिटिली हाल्ने हो जिउको पनि उसको ब्लड तान्न आँटेको अब ल्याब पनि ठ्याक्कै ठिक्कको रहेछ त्यो भाइको त्यो भाइ खुच्चे भाइ हाम्रो भाइ के छ खबर तिमी कति बजी आउँछौ काम गर्नु 6 बजे तिम्रो भिडियो लिन् केही हुँदैन नि हो हुन्छ ए हुन्छ 6 बजे आएर नि कति बजे छुट्टी स्कुल जान्छ होला नि त स्कुल लाग्छ 6 बजे 7 बजे ड्युटी सकिन्छ 9 बजे स्कुल लाग्छ अनि घरमा को हुनुहुन्छ भान्जा ए भाइ ए अनि मम्मी बाबा दाइ हो ए तिमी चाहिँ नि बिहान काम गर्छौ अरू पनि आउँछ काम गर्नु दाइ र म काम गर्छु ए अनि गएर अनि जाने ल एकछिन आउँछु ल भाइ के भयो अरे त्यो डर लाग्यो नडर सानो छ सुई ऊ डराएर नडराउ तिमीले नदेख्दा नि हुन्छ उहाँले देख्नु भने भइहाल्यो नि देख्नु छामेर थाहा आजै बनाएला है लाले नडराउ Finished. No. आले तान्नु भयो खै मेरो भाइ कन्टिन्यू गर्छ कि मेरो भाइ कता कन्टिन्यू भन तिम्रो नाम भाइ धर्मेन्द्र भाइले 6 बजे आएर 7 बजीसम्म काम गर्दो रहेछ अनि घर जाँदो रहेछ अनि त्यस पछाडि खानासाना खाएर फोटो कति राम्रो काम कतिमा पढ्छौ भाइ तिमी 5मा अनि भाइ त खतरा ज्ञानी यार हाम्रो भाइ धर्मेन्द्र भाइ जाउँ न उता घुमेर बनाउँ अगाडि पछाडि
वाउ कस्तो हुन्छ अरे भिडियो राम्रो आउँदैन हामी पढेको स्कुल यस्तो छ हौ अहिले हेर्दाखेरि त नि प्रकृति हामी पढेको स्कुल कस्तो छ अहिलेको कस्तो छ रुपेश यता हेर न एकचोटि बाई बाई यसलाई चाहिँ तिमीहरूले एउटै लेभलमा गर्न सिक्नुपर्छ है सर्ट बस्ने यो वान यता ल्याउने जम्पिङ वान अब यहाँ फेरि तल ल्याउने हो फेरि यहाँ ल्याउने हो फेरि यसो गर्यो नगर्ने के यो यहाँ वान टू थ्री फोर फाइभ 6 7 8 9 10 अब टक्कै यसरी बस्नु बुझ्यो यसलाई ध्यान दिनु उसले राम्रो गर्छ गर त एकचोटि अगाडि आयो उसले गर्छ रेडी स्टार्ट 1 जनालाई मात्र नि फेरि भन्नु हुनु पर्यो फर्स्ट हुनु पर्यो स्कुल फर्स्ट कोही थाहा छैन ल एकैचोटि गर्दा हुन्छ त एकैचोटि भयो आफ्नो ताल बाजा सबैजना
माने रहेछ हँसाएर है ठिकै होइन पनि आयो भोलि र पर्सि छुट्टी होला होइन 2 गते 3 गतेदेखि स्कुल लाग्छ यहाँ चाहिँ कस्तो राम्रो भ्यू देखिरहेको रहेछ है अनि कहिले लगाइदिनुहुन्छ मलाई फोन गर्नुहुन्छ वाह नहिँड्ने भोलि घरमै बरु खेल्ने घुम्नु गयो भने नि आफन्तसँग जाने तर रोडतिर यसरी बिच रोडतिर कहिले नहिँड्ने बाटो क्रस गर्दा जेब्रा क्रस बाटो क्रस गर्ने जेब्रा क्रस कहाँ छ त्यहाँबाट बाटो क्रस गर्ने होइन छैन तर नहुने ठाउँमा तिमी जाँदैछौ अगाडि हिँड्दैछौ यता जानुपर्ने भयो यो रोड भयो यो रोड यता जानु भयो यताबाट गाडी आउँदैछ भने यसरी हात उठाउने अनि जाने ठोक्दैन हात सुन मेरो कुरा तिमीहरू जान्दैन हो मैले सिकाएको कुरा पहिला सुन अगाडि हात यसो गर्ने अनि जाने क्रस गर्ने बुझ्यौ अब यताबाट गाडी आउँदैछ भने तिमीले यता हात उठाएर क्रस गर्ने दुईटा यसो गर्ने म छिर्छु पहिला बुझ्यौ म छिर्छु पहिला भने कति आउँछ क्वेसन यिनीहरूलाई तिमीहरू हिँड्दाखेरि रोडको पिचबाट कहिले नहिँड्ने साइडबाट हिँड्ने पिचमा बसेर तिमीहरू हिँड्छौ धेरैजना मैले देखेको छु म पनि गाडी चलाउँछु बिचबाट कहिले नहिँड्ने अनि गाडी आउँदैछ भने तिमीहरू के गर्छौ गाडीले धेरै जस्तो हाम्रो नेपालीको हक त मैले भने नि घमण्ड छ गाडीले साइड दिएर चाहिँ जानुपर्छ क्या हामी तर अरू अन्तर्राष्ट्रिय स्तरमा विदेशतिर भनेको मान्छे साइड लागेर हिँड्छ गाडी आफ्नो स्पिडमा हिँड्छ गाडीको त आँखा हुँदैन गाडीको भनेको ठाउँमा झ्याम्मै ब्रेक लाग्दैन फर्कै दिन सक्छ नि त्यही भएर को याद आयो मलाई आफै बनायो यस्तै तर अलिक घोगाहरू भएको अलिक मसिनोहरू यो त खाल्टो खाल्टो बनाएको रहेछ यहाँको माटो नलानु पनि चोरेर लगेको यो रातो माटोबाट मान्छेले यो सबै गार्डन थियो त वहाँनिर अलिअलि फुल छ वहाँनिर अलिक पर गयो भने फुल छ कि अलिक पर गयो भने जे पाइ त्यो फुल अलिअलि पहिले रोपेको फुलहरू बाँकी रहेकोहरू हाम्रो बाउले रोप्नु भएको छ यत्रो छ छ त यत्रो छ साल हो साल कति धेरै सालको बाद हेर्दा पनि के ग्रिन ए ओइ यहीँ बिचमा फोटो खिच्दा हुन्छ यहाँ If you don't stop calling, then I can't let go. When you're drunk and saying that you need me close, please don't keep me haunted by your ghost. When you're leaving, all I hear is your let go. अर्किड कलेज पढ्छ अरे म त्यो शान्ति बुझ्नु हामी चाहिँ दाउरा बाँडेको है अब दाउरा पनि यति खोजेर भेला पार्यौँ जङ्गल पसेर माटो पनि खन्जा कि छोरे माटो पनि मार्छ भन्ने डर छ माटो पनि 2टा बोरा चोरेको गर्दैछौँ हामी चाहिँ साइकलमा अड्छ गर्दैन कमात्नु पर्छ होला यो साइकल चाहिँ यो लगाएको हुन्थ्यो के चाहिँ नभएको हेलमेट ए किन नबोकेको हेलमेट चाहिँ अहिले त्यहाँ बिचमा राखेर हेलमेट लगाउँदा भइहाल्यो नि ए बाटोमा थम्बनेल क्या थम्बनेल यो एरिया बनालाई पनि फ्लिपको पढाउला कि त्यो दया हाल्छु मेरो न मगर चाहिँ होइन कि हेलमेट लाएर कुदेपछि त त्यो के अरे बिके चाहिँ बनाउँछ
उयो बनाउँछ त्यो White. तामाङ White. अहिले ल हेलमेट लगाएर त्यहाँ गर्नु है साइकल उजाला रे गर्नु त होइन नि झर्छ नि द नगर्नु आन्टीको हात चाहिँ पहिल्यै हुँदैन चेप्दैन छोडिदिनु पार्टी भयो लुलु यसलाई उयो सिधा 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 साइकल छाड साइकल ठाडो पारिहाल्नु अनि यो दाउरा बिचमा राख्नु यस्तो गरौँ यो समात्नुपर्छ क्या एकजनाले यो दाउरै पाटा भएको छ क्या अझै बिचमा राख्नुपर्छ अझै यो बानाइ पनि पाटे पाटे नै भएको थियो नि त ल ठिक छ केही छैन अलिक बिचमा राख्नुपर्छ अलिक भन्नुभयो कि ल यो ए एकछिन वेट डोगा बोकेर कसरी राम्रै हिँड्छ यो कोदारी पनि त्यही भारी लगाइदेऊ न बेकारमा किन बोक्नु खै म बोक्छु ल्याऊ ल गर्नु हुन्छ हाल्दा हुन्छ यस्तो छिराउनु न यहाँ यहाँ यस्तो गर्दा नै हुन्छ क्या समात्नु पर्छ क्या समात न भएको छ क्या माथिपट्टि धेरै भएको छ भनेको अघि मैले एकछिन पखाउँछु त्यो आपाएर चाहिँ मिलाउँदा हुन्छ कि यहाँ राखिदिन्छु म अब यसरी तालिन्छ फेरि आपाएर भने त भयो हुन्छ होला है चलेगा समात्नु पर्छ है हाम्रो निल्ला फेरि कि साइकलै डोराउनु आउँदैन कि आमा साइकल अगाडि ए हो अनि पछाडि चाहिँ आफू थाम्नु अरे क्या पछाडि पछि त्यो अगाडि साइकल हेरिदिनु पछाडि यस्तो सुकेर अलिक सबै लग्यो नि फेरिबाट मान्छे रिसेर मेन त अब उयो गर्नेले डोराउनेले हेन्डल गर्नुपर्ने नि त मैले हेन्डल गरेन अरे क्या यस्तो खाले बरु म आफै लान्छु भनेर लगेँ सुत्की चाहिँ गर्नु चाहिँ खुसी हो आउँदैन माथि नै बस्नुहुन्छ होइन पहाडीबाटै अब चाहिँ एकछिन ल अहिले त गरमै हुँदो रहेछ भुइँतिर घरै पार्छ भयो होस् मजाले भयो उयो फुल कति राम्रो Roses are red. के भन्छ अनि वाइलट्स आर ब्लू ओ माई फ्रेन्ड I love you. आई लभ यु Wow, it's not this. Oh, son, हेलमेट झिक्दै गर न यो कस कहाँ जानु आँटेको यसको फेरि उयो छैन बुटुटु पुऱ्याउँदिन नि म छैन त नि केटी बाहिर बस्नु केटी बाहिर बस्नु केटी बाहिर बस्नु केटी बाहिर बस्नु म त ल पर जानु पर्यो हामी चाहिँ कुदाउँदै कुदाउँदै हामी चोक गएर आउने स्टार्ट यस्तो अरे क्या स्टार्ट गर्ने अब हामी चोक गएर आएको ल